कसले चाहिँ पठाएको उहाँहरूलाई नारा जुलुस लगाउनुको लागि जबरजस्ती करणी गरेर भने कि हेर त एनर्जी नै आएको छैन, जेरो लेभलको एनर्जीमा बालेन्छु देश देश बेच्न पाइँदैन, बालेन्सा चाहिँदैन। What the hell you कसले चाहिँ पठाएको के हो यस्तो नारा जुलुस पनि झोलिलो मुलिलो पसिलो इनर्जी ड्रिङ्क खाएर टक्क चाहिँ नि आवाज नि बुलन्द तरिकाले भुटुस्स जाओस् न, के हो यस्तो कसले सुनिहाल्छ। बालिनको कानसम्म त पुग्नु पर्यो नि त। ल है मेरा जनताले दुःख पाए, रोडा उत्रिन पुगे, उनका माग पुरा गरिदिन्छु, राजीनामा दे भनेका छन्, जनताले मलाई रुचाएनन्, अब यही जनताका लागि भनेर उठे कि यही जनताले नरुचाएपछि म किन उठ्ने, म किन गर्ने, किन प्रधानमन्त्री भएर बस्ने भनेर राजीनामा तब पो दिन्छ नि त। सुने पो यस्तो पात्र केपी खालि त्यही भन्न आउँछ कि बालिन चोर देश छोर के सीमा मिच्न पाइँदैन, बालेन शाह चाहिँदैन, यस्तो छ्यात्रुक फुत्रुक आवाजै निकाल्छ। यो त मुसाले पनि सुनिएको छैन। बालेन शाहको कानसम्म पुग्ने गरेर जनक दिनु पऱ्यो है, जनक दिनु पऱ्यो यस्तो। ल है कसका झोलन्टेहरू हुनुहुन्छ उहाँहरू कुन पार्टीको हुनुहुन्छ च्याक्क अलिक खुवाइपी अलिक दरिलो पार्न पऱ्यो। यस्तो लत्रक लुत्रु उहाँलाई प्रेसरले हानेर पछि भग्लका त्यो घामामा बेहोस भएर फेरि अर्को आपत आइलाग्ला। अलिक अलिक खुवाइपीमा अलिक ध्यान दिनु पऱ्यो है हाम्रा झोलेहरू हो। अचम्म छ है यस्तो यस्तो मान्छेले न्यारो चुलाउँछ। यिनीहरूलाई हिजो के अरे बालिन शाह आहा आहा अनि त्यसपछि बालिन शाह आऊ देश बचाऊ भन्दै हिँडेका मुन्छे हेर त अहिले ती जवान केटाहरू थुइ गुहानीहरू पढेका ती हेबा लाजको पसारो। अन्न खान त मै मात्रै डर्छु। अहिले म आफूलाई देखेर आफैलाई प्राउड फिल हुन्छ क्या। जे भए पनि मैले चाहिँ गतिलो गरेको छु है। हेर न कहिले रोडा नउत्रिकन कसैको बारेमा नबोलिकन भगैछ त मलाई। पुरै पिसेछ है। ओके धेरै बोलिन यार, बाली भाषा।